फर्निचर व्यवसायी महासंघ मध्य प्रदेशको नेतृत्वमा खड्का चयन। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ मध्य प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। आइतबार बर्दिवासमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन 2083ले गोविन्द बहादुर खड्का रमेशलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। नवनिर्वाचित अध्यक्ष खड्काले प्रदेशभरका फर्निचर तथा फर्निसिङ व्यवसायीलाई संगठित गर्दै उनीहरूका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। समस्याको रूपमा हामी एउटा संगठनलाई विस्तार गर्ने चाहिँ जति पनि हामी चाहिँ फर्निचर व्यवसायीहरू छौँ प्रत्येक जिल्लाबाट आउनुभएको छ, सबैलाई म चाहिँ आग्रह गर्दछु हामीले सङ्घलाई अगाडि बढाउनको निमित्त तबसम्म जिल्ला बोल्ने हुँदैन, तबसम्म प्रदेश पनि बोल्ने हुँदैन, महासंघ पनि बोल्ने हुँदैन। हामीले जिल्ला बोली बनाउनुपर्छ। हामी अहिले लगभग 5 जिल्लाबाट आएका छौँ। यसमा ठुला वर्गहरूलाई पनि ल्याउनुपर्छ, उहाँलाई सङ्गठनको हिसाबले ल्याउनुपर्छ, आर्थिक सहयोगको हिसाबले पनि ल्याउनुपर्छ। आर्थिक यहाँ त चल्दैन, आर्थिक सञ्चालनको निमित्त पनि र उहाँहरूको व्यवसायलाई हामीले सुनिश्चित गर्नको निमित्त पनि हामीले खेल्ने भूमिकाबारे उहाँलाई स्पष्ट पार्न सक्छौँ। हामी प्रत्येक जिल्लामा छौँ, उहाँको चाहिँ प्रोडक्सनका कुराहरू भयो, उहाँका चाहिँ खसेका चाहिँ पैसाहरू पनि हुनसक्छ होइन। एउटा चाहिँ दरिलो एउटा चाहिँ के भन्छ सङ्गठनको निमित्त हामीले हामीभन्दा उपल्लो वर्गका व्यवसायीहरूलाई संगठित गर्नुपर्दछ। व्यावसायिक एकता, व्यावसायिक सफलता भन्ने मूल नारासहित आयोजित अधिवेशनले आगामी कार्यकालका लागि नयाँ प्रदेश कार्य समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार शाह, सचिवमा प्रमित ढकाल र कोषाध्यक्षमा सुशील यादव चयन भएका छन्। यस्तै सदस्यहरूमा श्रीकृष्ण बछार, इस्लाम मोहम्मद अनायत रसुल, अञ्जनी प्रसाद सत्याल, विशाल गौतम तथा शङ्कर बहादुर श्रेष्ठ रहेका छन्। महासंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबसम्म नेपाल सरकारले कुनै पनि नीतिगत निर्णय गर्दैन, ठिक छ, हामी स्थानीय तहबाट, प्रदेशबाट, केन्द्रबाट हामीले गर्नुपर्ने प्रयास हामी निरन्तर गरिरहेछौँ र गरि पनि रहन्छौँ। समस्या समाधान हुने, निराकरण हुने एउटै के छ भने जबसम्म नेपाल सरकारले कुनै नियम ल्याउँदैन तबसम्म प्रयासरत छौँ। हुनसक्छ विगतको दिनहरूमा पनि काठको समस्यालाई लिएर हामी बारम्बार मन्त्रीलाई भेट्थ्यौँ, सहसचिवलाई भेट्थ्यौँ, सचिवलाई भेट्थ्यौँ, गएर समस्या समाधान भयो। टाइम लाग्यो समस्या समाधान। हामी निरन्तर लागिरह्यौँ भने यो समस्या पनि समाधान हुन्छ। र अर्को समस्या भनेको एमआरपी। अहिले नेपाल सरकारले जुन एमआरपी अधिकतम खुद्रा मूल्य भनेर एउटा जुन नीति ल्याएको छ, एमआरपी लगाउने भनेको उत्पादक र इम्पोर्टरले। हामी एमआरपी तपाईँ खुद्रा पसल छ, तपाईँ एमआरपी लगाउनु पाउनुहुन्न। मेरोबाट होलसेलबाट सामान झिकाउनुहुन्छ, म एमआरपी लगाएर तपाईँलाई दिन्छु। र यसमा के छ भने उद्योग विभागको एउटा नीति छ, वाणिज्य विभागको एउटा नीति छ, भन्सार विभागको एउटा नीति छ। वाणिज्य विभागमा गएर भन्दाखेरि हाम्रो समस्या होइन, तपाईँहरू भन्सार विभागमा जानुहोस्। भन्सार विभागमा जाँदाखेरि हाम्रो समस्या होइन, तपाईँ वाणिज्यमा जानुहोस्। त्यसले गर्दाखेरि सरकारको पनि स्पष्ट नीति छैन, सरकार आफै स्पष्ट छैन। फर्निचर तथा फर्निसिङ व्यवसायको वर्तमान अवस्था, बजारमा देखिएको आर्थिक मन्दीको प्रभाव, व्यवसायीले सामना गरिरहेका चुनौतीको विषयमा साधारण सभामा सहभागी व्यवसायीको भनाई यस्तो छ। फर्निचर व्यवसायीको समस्याहरूको बारेमा कुरा गर्नुपर्दाखेरि धेरै कुराहरू छ। जुन हालको यो व्यवसायहरूमा पर्ने समस्याहरू चाहिँ कतिपय दर्ता गरेर सञ्चालनमा ल्याएका व्यवसायहरू चाहिँ धराशायी भएको छन्। त्यो धराशायीबाट मुक्ति पाउनको लागि यो घर घरमा गएर अवैध रूपमा काम गर्ने मान्छेहरूलाई हामीले चाहिँ यो व्यावसायिक हिसाबले हाम्रो यो उद्योग वाणिज्य समितिदेखि लिएर राजस्व कार्यालयसम्म दर्ता नगरिकन चलायमान हुँदाखेरि त्यसले दर्तामा भएका व्यवसायहरूलाई चाहिँ आघात पुगेको कुराहरू महसुस भएको छ। र जसरी अहिले हाल यो देशको परिस्थितिले जुन एउटा महँगीको चाहिँ निकटता ल्याइराखेको छ, त्यो महँगीले कस्टमरहरूलाई चाहिँ चित्त बुझाउनको लागि र व्यवसाय गर्नको लागि पनि धेरै गाह्रो परेको छ। तर त्यो मार भनेको चाहिँ अहिले व्यवसायलाई भन्दा पनि
ग्राहकहरूलाई चाहिँ अलिक बढी परेको महसुस भएको छ मलाई। अरू समस्याहरू भनेको त विविध अब देश परिस्थिति समयकालीन हिसाबले अब पहिलेको भन्दा अहिलेको समयमा अलिकति व्यवसायीहरूलाई चाहिँ व्यवसाय गर्नको लागि अलिक अप्ठ्यारो हुन्छ। कार्यक्रममा संगठनलाई अझ प्रभावकारी र सशक्त बनाउँदै व्यवसायीबीच सहकार्य, समन्वय र एकताको भावना मजबुत बनाउनुपर्ने आवश्यकता औल्याइएको थियो। साथै मध्य प्रदेशका 8वटै जिल्लामा महासंघको संगठन विस्तार गरी व्यवसायीहरूको हकहित संरक्षण तथा व्यवसाय प्रवर्धनका गतिविधि थप सक्रिय बनाउनुपर्ने विचार समेत व्यक्त गरिएको थियो।